नमस्कार, म हरि अधिकारी, नेपाली सांकेतिक भाषाको शिक्षक। आजको सांकेतिक भाषा तालिम कार्यक्रममा तपाईलाई हार्दिक स्वागत छ। तपाईलाई मेरो भिडियोहरू कस्तो लाग्दैछ? यदि मन पर्छ भने लाइक गरिदिनु। सल्लाह सुझावको लागि COMMENT कमेन्ट बक्समा केही कुराहरू लेखिदिनु। त्यसले गर्दा मलाई नयाँ नयाँ कुराहरू बनाउन प्रेरणा मिल्नेछ र निरन्तर मेरो भिडियोहरू हेर्नको लागि SUBSCRIG सब्सक्राइब गरिदिनु। अघिल्लो भागमा तपाईलाई क ख ग व्यञ्जन वर्ण सिकाएको थिएँ। आज म तपाईलाई स्वर वर्ण अ आ इ सिकाउँछु। अब स्वर वर्ण अ आ इ सिकौँ। बाट अधुवा, बाट अधुवा। बाट आमा, बाट आमा। छोटाइ बाट स्त्री, बाट स्त्री। बढाइ बाट इट, बाट इट। छोटाउ बाट उखु, बाट उखु। बढाउ बाट ऊँट, बाट ऊँट। रि बाट ऋषि, बाट ऋषि। बाट एम्बुलेन्स, बाट एम्बुलेन्स। बाट ऐना, बाट ऐना। बाट ओखर, बाट ओखर। बाट औषधि, बाट औषधि। बाट अङ्गुर, बाट अङ्गुर। विसर्ग अ बाट शब्द छैन, तर दुःख जस्तै अरू शब्दमा प्रयोग हुन्छ। आजको पाठ समाप्त भयो। अब अर्को पाठमा म क ख र अ आ मिलाएर शब्द बनाउने तरिका सिकाउनेछु। धन्यवाद, नमस्कार।